सो साथीहरू अलमोस्ट 3 बजिसकेको छ र म आफ्नो 4 घण्टाको शिफ्ट कम्प्लिट गरिसकेको छु हैन। आज मेरो खासै लामो शिफ्ट थिएन, 4 घण्टाको मात्रै थियो। सो कम्प्लिट गरेर अब घर निस्किनु पर्ला भनेर म गाडीमा आएको है। अनि आज नि अस्तिदेखि म सोचिरहेको छु के फेसबुकमा पनि मैले मेसेजहरू पाएको थिएँ हैन। आजभोलि के भिसा रिजेक्सन्स बढिरहेछ भन्ने कुरा गर्नुभएको छ कति साथीहरूले। अनि म एउटा भाइसँग अस्तिदेखि कुरा गर्दै थिएँ है फेसबुकमा। त्यो भाइ पनि डकुमेन्टहरू सबै राम्रै थियो है, तर ब्याड लक भनौँ अब जे भनौँ है, उहाँ भाइको पनि भिसा रिजेक्ट भएको रहेछ हैन। फिलिङ सो ब्याड एक्चुअली त्यो भाइको लागि, किनभने एकचोटि हरेक ट्राई गरिसकेपछि, हरेक मेहनत गरिसकेपछि, आफ्नो 100% दिइसकेपछि पनि जब भिसा रिजेक्सन हुन्छ नि, त्यतिखेर आफ्नो फाइनेन्सियल त जे छ हैन, त्यो सँगसँगै आफ्नो रिलेटिभ, फ्यामिली, आफ्नो आत्मबल पनि जुन हुन्छ, सेल्फ कन्फिडेन्स है, सबैमा हल्का ट्रबल आउँछ क्या। सबै विक हुँदै जान्छ हैन। मान्छेले के प्लानिङ गरिसकेको हुन्छ, अलरेडी सपिङ सुरु गरिसकेको हुन्छ हैन, धेरै चिज एक्सप्लोर गर्न खोजिरहेको हुन्छ र त्यतिखेर भिसा रिजेक्सन हुनु भनेको इट्स रियली फिल ब्याड फर कसैको लागि पनि हैन, कोही व्यक्तिको लागि पनि। सो आज हामी स्पेसली हैन यो रिजन के रहेछ त भिसा रिजेक्सन हुने, म्याक्सिमम के चिजहरू छन् जसले गर्दा भिसा रिजेक्ट हुन्छ म्याक्सिमम, म त्यो चिज आज क्लियर गर्ने कोसिस गर्छु है साथीहरू। फाइनली घर आइपुग्यो। सो अब फ्रेसेस भएर अब हाम्रो आजको टपिकतिर लागौँला है साथीहरू। फ्रेसेस भयो, खानासाना खाइयो, अब हामी हाम्रो टपिक रिलेटेड कुरा गरौँ है। अनि जुन अहिले हल्ला छ नि, हल्ला भन्दा पनि रियालिटी पनि हो, अहिले भिसाको जुन रिजेक्सन छ नि त्यो सिरियसली अहिले बढेको छ क्या। अब त्यो बढ्नुको पछाडि भनेको अरू रिजनहरू त छँदैछन् हैन। त्यो सँगसँगै कुरा के भन्दाखेरि अहिले एप्लिकेन्ट्स पनि धेरै छन् क्या। र जब एप्लिकेन्ट्स बढ्छ भने रिजेक्सन पनि त बढ्छ हैन, यो त स्वाभाविक कुरा हो। अनि एप्लिकेन्ट्स पनि यो तपाईको 2022, 2023, 2024 इन्क्रिज हुँदै गइरहेछ क्या। सिधै ग्राफ यसरी बढेको छ। अस्ट्रेलिया रिजेक्सन भयो फिनल्यान्ड, क्यानाडा रिजेक्सन भयो फिनल्यान्ड, युएसए रिजेक्सन भयो फिनल्यान्ड, त्यो भएको छ। र फिनल्यान्डको लागि स्पाउस पनि जान सकियो, चाइल्ड पनि जान सकियो, एकैचोटि एप्लाई पनि गर्न पाइयो। त्यो रिजनले गर्दा एप्लिकेन्ट्स एकदम बढेको छ। अब कुरा गरौँ रिजेक्सन हुन्छ किन, त्यो कुरा। अब नि यसलाई सबैको आफ्नो आफ्नो बुझाइ छ हैन, तर मेरो जुन बुझाइ छ नि, जुन मेरो एक्सपिरियन्स छ है, जुन मैले एनालाइसिस गरेको छु हैन, त्यसको हिसाबले दुईटा रिजन मात्रै छ क्या भिसा रिजेक्सन। नम्बर 1 फाइनेन्सको, जुन हामी फाइनेन्सियल रिक्वायरमेन्टहरू पुरा गर्छौँ, र अर्को त्यो फाइनेन्सियल रिक्वायरमेन्ट कहाँदेखि आयो, कसरी आयो, त्यसलाई प्रुभ गर्ने जुन डकुमेन्ट छ, दुईटा। बाँकी यो वाडाहरूको यताउता सपोर्टिभ डकुमेन्टहरू, यो चिजहरू, एजुकेसनल डकुमेन्टहरू, यिनीहरू भनेको एडिसनल नै हुन् क्या। मेजर रोल खेल्ने भनेको जुन हामी लिभिङ एक्सपेन्स ब्याङ्कमा राखेको हुन्छौँ पैसा, त्यो पैसा हामीलाई जति भिसा रिक्वायरमेन्टको लागि चाहिएको हो त्यति छ कि छैन, नम्बर 1। अर्को कुरा, त्यो पैसा आयो कहाँदेखि, त्यो प्रुफ गर्ने तपाईसँग डकुमेन्ट छ कि छैन, त्यो अर्को कुरा। अब कतिले के गर्छन्, सिधै अरूको एकाउन्टदेखि आफ्नो एकाउन्टमा पैसा ट्रान्सफर गर्न लाउँछन् र सो गरिदिन्छन्। यो वे भएन क्या। सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के भन्दाखेरि हामी वाडादेखि रिलेसनसिप सर्टिफिकेट बनाउँछौँ। र रिलेसनसिप सर्टिफिकेट किन बनाउँछौँ भन्दाखेरि तपाईलाई जसले स्पोन्सर गरेको हो, जुन व्यक्तिहरूले तपाईमाथि लगानी लगाउँदैछन्, त्यो व्यक्ति तपाईको रिलेसनमा के पर्छ भने प्रुफ गर्ने। जस्तै अब तपाईको जुन तपाईले ब्याङ्कमा पैसा देखाउँदै हुनुहुन्छ त्यो तपाईको फादर र मदरले दिएका छन् भने त्यो वाडाको जुन रिलेसनसिप सर्टिफिकेट छ नि, त्यसले यो प्रुफ गर्छ कि तपाईँ उसको सन हो, तपाईको उहाँ चाहिँ फादर हो, उहाँ चाहिँ मदर हो, दुईजना स्पोन्सर फादर मदर तपाईको हुन् भन्ने रिलेसनसिप सर्टिफिकेटले प्रुफ गर्यो। अब तपाईको फादरको एकाउन्टमा भएको पैसा तपाईको एकाउन्टमा ट्रान्सफर गर्ने हो, तपाईको मदरको एकाउन्टमा भएको पैसा तपाईको एकाउन्टमा ट्रान्सफर हुने हो। अब तपाईको फादरको एकाउन्टमा त्यत्रो पैसा कहाँदेखि आयो,
त्यो डकुमेन्ट हामीले सो गर्नुपर्छ। तपाईँको फादरले टिचर हुनुहुन्छ कि बिजनेस गर्नुहुन्छ कि अरू के गर्नुहुन्छ कि मिन्स त्यो त प्रोपर हुनु पऱ्यो नि त त्यसको डकुमेन्ट होइन। जस्तै अब टिचर हुनुहुन्छ भने उहाँको स्यालेरी सर्टिफिकेट होला, नियुक्ति पेपर होला, चाहे रिटायर भइसक्नु भएको छ भने पेन्सन पट्टा होला होइन, सञ्चय कोषको डकुमेन्टहरू होला। यिनीहरू प्रायः नेपालीमा हुन्छ, त्यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गरेर त्यहाँदेखि आएको। अब 10 लाख रुपियाँ तपाईँको फादरको एकाउन्टमाबाट तपाईँको एकाउन्टमा ट्रान्सफर हो। अब त्यो स्टेटमेन्टमा तपाईँको फादरको एकाउन्टमा 10 लाख रुपियाँ थिएन, सडनली कसैले डिपोजिट गरे तपाईँको एकाउन्टमा आयो भने त्यहाँ पनि क्वेसन एरेन्ज हुन्छ क्या, कि तपाईँको फादरको एकाउन्टमा अचानक कहाँदेखि आयो 10 लाख रुपियाँ? सेभिङ त पक्कै थिएन होला। इफ सेभिङ छ भने 6 महिना पहिले 3 महिना पहिले ओल्ड मनी त हुनु पऱ्यो नि। स्यालेरी आएको छ र त्यो चलाउनु भएको छैन, त्यो सेभिङ हुँदै गएको छ भने द्याट्स फाइन। सो अब क्वेसन एरेन्ज हुन्छ होइन, मिन्स त्यसो भए त कहाँदेखि देखाउने त भन्ने कुरा हुन्छ। अब के गर्न सकिन्छ भन्ने कुरा हो। जस्तै अब तपाईँले प्लानिङ गर्नुभयो फिनल्यान्ड जानको लागि होइन, प्लानिङ त पहिलेदेखि हुन्छ, 3 महिना 6 महिना पहिलेदेखि तपाईँ प्लानिङ गर्नुभयो। किनभने तपाईँले अब फिनल्यान्डको लागि आइएल्स लेख्नुभएको होला, पिटी लेख्नुभएको होला, त्यसपछि प्रोसेस माइन्ड सेटअप गर्नुभएको होला, कन्सल्टेन्सी खोज्नुभएको होला, राइट। त्यो प्रोसेसमा जुनसुकै मान्छेको 3-4 महिना जान्छ भने त्यतिखेरदेखि नै तपाईँको फादरलाई ल बाँकी खर्च बाँकी एमाउन्टबाट घर चलाउने, तर जुन स्यालेरी आएको छ पैसा त्यसलाई नचलाइदिने होइन, अरू कुनै इन्कम आएको छ नचलाइदिने। अब एउटा टिचर जस्तो व्यक्तिले अब 6 महिनामा 10 लाख रुपियाँ त आउँदैन स्यालेरी। अब त्यस्तो केसमा के गर्ने भन्दाखेरि अब तपाईँको कुनै जग्गा छ त्यसलाई होइन लिजमा देखाइदिने है, नभए यस्तै गर्ने। अब फिनल्यान्डको केसमा तपाईँ 2-4 लाख रुपियाँको एग्रिकल्चर देखाउन सक्नुहुन्छ, त्यो पनि भएन। तपाईँ गोल्ड सेल गरेको देखाउन सक्नुहुन्छ, त्यो पनि भएन। तपाईँ ल्यान्ड सेल गरेको देखाइदिनुहोस्, आफ्नै कोही रिलेटिभलाई ल्यान्ड ट्रान्सफर गरिदिनुहोस्, अनि त्यो डकुमेन्ट निकाल्नुहोस्, पछि फेरि आफ्नो नाममा ट्रान्सफर गर्नु होला। यो अप्सनहरू छन् है। अनि म तपाईँलाई भनौँ फिनल्यान्डको लागि टोटली एमाउन्टको गोल्ड सेलबाट देखाएर आएको पनि छन्। फिनल्यान्डको लागि टोटल एमाउन्ट होइन 22-23 लाख रुपियाँ जम्मै ल्यान्ड सेल गरेर देखाएका पनि छन् र 7-7 लाख रुपियाँ एग्रिकल्चरबाट देखाएका पनि छन्। त्यसपछि जुन हाम्रो हुन्छ नि फादरहरूको, इफ उहाँहरू गभर्मेन्ट सेक्टरमा हुनुहुन्छ भने तपाईँको के भन्छ त्यसलाई सञ्चय कोष है, इपिएफ इम्प्लोइ प्रोभिडेन्ट फन्ड, त्यहाँदेखि देखाउन सक्नुहुन्छ। मिन्स फाइनली कन्क्लुजन के भन्दाखेरि तपाईँको एकाउन्टमा आएको पैसा तपाईँको स्पोन्सरको एकाउन्टबाट आउनु पर्यो। स्पोन्सर के गर्नुहुन्छ, उहाँको इन्कम के छ, त्यो डकुमेन्ट हुनु पर्यो है। यो प्रुफ गर्यो भने तपाईँ लिगल हुनुहुन्छ, तपाईँको पैसा लिगल छ र त्यो पैसाको ट्याक्स पे गरेको हुनु पर्यो है गभर्मेन्टलाई, ट्याक्सेबल एमाउन्ट हुनुपर्छ त्यो। अब जस्तै तपाईँको फादर टिचर हुनुहुन्छ भने उहाँहरूले त हरेक वर्षमा ट्याक्स काट्छ नि त, ट्याक्स अफिसमा जाने, त्यो आर्थिक वर्षको चाहे त्योभन्दा पुरानो भए पनि लिएर आउने, त्यो हालिदिने है। यो चिजहरू गर्न सकिन्छ। मिन्स फाइनली तपाईँले प्रुभ गर्न सक्नु पर्यो कि मेरो एकाउन्टमा यति पैसा छ, जति भिसाको रिक्वायरमेन्ट छ र यो पैसाहरू मेरो लिगल हो, मेरो स्पोन्सरहरू यिनीहरू छन् है, यसरी आएको हो। यो तपाईँले देखाउन सक्नुभयो भने 99.9% तपाईँको भिसा रिजेक्सन हुँदैन। गल्ती हुने भनेको यही हो क्या। यति गर्न सक्नुहुन्छ भने, यति तपाईँले गर्न सक्नुभयो मिन्स तपाईँको भिसा 100% आउँछ क्या, 100% आउँछ है। अब त सुकेश तपाईँले पाउनुभयो। के भन्छ भन्दाखेरि स्टुडेन्टको नभए स्पाउसको एकाउन्टमा पैसा हुनु पर्यो। म्याक्सिमम् तपाईँ के गर्छ, यस्तै 2 जना तपाईँहरू एप्लाई गरिदिनुहुन्छ भने स्टुडेन्टकै एकाउन्टमा देखाउनुहोस्, म्याक्सिमम् स्टुडेन्टको एकाउन्टमा देखाएको राम्रो। त्यसमा पैसा आउनु पर्यो स्टुडेन्टको एकाउन्टमा, त्यो पैसा तपाईँको स्पोन्सरको एकाउन्टबाट आएको हुनु पर्यो। स्पोन्सरको इन्कमको जम्मै डकुमेन्ट त्यहाँ हुनु पर्यो, रिलेसनसिप सर्टिफिकेट हुनु पर्यो है। भने अब तपाईँ प्रुभ गरिदिनु हो कि यो पैसा यहाँदेखि आएको छ, द्याट्स इट। अरू के पनि छैन यसमा लोजिकली होइन, मिन्स अरू एक्स्ट्रा हुन्छ नि वैज्ञानिकका कुराहरू के पनि छैन क्या, यही हो जेनरल, अरू के पनि छैन। र फिनल्यान्डको भिसा रिजेक्सन हुनुको यो वान अफ द मस्ट रिजन
यो फिनल्यान्डको होइन अरू पनि कन्ट्रीको भन्छु म, त्यो हो तपाईँको सोर्स देखाउन सक्नु, तपाईँको पैसाको सोर्स के छ। र फिनल्यान्डमा त यहाँसम्म पनि छ, थाहा छ, तपाईँले सेभिङ गर्नुभएको पैसा छ भने नि, कहिले तपाईँ जब गर्नुहुन्थ्यो र तपाईँको पैसा 6 महिना पुरानो छ भने तपाईँ म जब गर्थेँ त्यतिखेरको पैसा हो, सेभिङ हो, 6 महिना पहिलेको स्टेटमेन्ट देखाइदिनुहोस्, तपाईँको त्यो पनि एप्रुभल हुन्छ। यो कुरा हो साथीहरू, त्यही भएर डकुमेन्टमा हल्का ध्यान दिनु होला। डकुमेन्टमा बाँकी चिजहरूमा त्यस्तो ध्यान दिनु पर्दैन, जुन तपाईँको पैसा प्रुफ गर्ने डकुमेन्ट देखाउन सक्नुभयो। साथीहरू, अल द बेस्ट, टेक केयर एन्ड गुड नाइट। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब, डोन्ट फर्गेट।